हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। स्वागत छ हजुरलाई आजको नयाँ ब्लगमा। आजको ब्लग चाहिँ मतलब कि कस्तो छ भन्नेखेरिमा हैन, मेरो मम्मीले चाहिँ मेरो लागि पहाडबाट केही पठाउनु भएको छ, त्यो लिन म जाँदैछु है। अब खै मम्मीले के पठाउनु भएको छ त्यो मलाई थाहा छैन हैन। अब फोन गरेर भन्नुभएको त्यहाँ गएर लिनु भनेर है। मम्मीले पठाएको त्यो सामान चाहिँ म लिन जाँदैछु गाइज। अब हेरेर हैन, म त्यहाँ जाने हो, ल्याउने हो। अब के पठाउनु भएको छ त्यो पनि देखाउने हो। मम्मीले मलाई माया कति गर्नुहुन्छ भनेर, त्यो मतलब कि अब सबैको आमा बुवाले माया सबैको आफ्नो छोराछोरीले बराबर नै गर्छन् होला, धेरै नै गर्छन् होला हैन। त्यो भए पनि हैन, हुन त मैले यहाँ सब खाइरहेको छु भइरहेछ, तर पनि मम्मीको मनले नमानेर हैन, मेरो लागि चाहिँ खै के पठाउनु भएको छ अरे हैन। अब भन्छन् नि असन्तोक भन्छन् कि के भन्छन् हैन, अर्कै भयो होला मनमा, त्यही भएर पठाएछन् हैन। अब मेरो मम्मीले चाहिँ त्यही भएर अब म लिन जाँदैछु गाइज हैन। हेरेर साथ सपोर्ट गरिदिनु होला। मम्मीले के पठाउनु भएको छ त्यो म साँझ देखाउने छु। अनि अहिले पुग्नेछ रे त्यता म गएर लिन जाँदैछु गाइज हैन। मम्मीले कति माया गर्नुहुनेछ भन्ने कुरा आज महसुस भयो, किनकि हैन अब त्यहाँ पहाडबाट नपठाएको भए पनि हुन्थ्यो नि हैन। अब त्यो पहाडबाट यता अरूलाई पठायो अनि अब त्यो गर्नुको जरुरत त थिएन, तैपनि मम्मीको मनले मानेन। अब आफ्नो बच्चाहरूको प्रतिको माया भन्दा पनि हैन, त्यस्तै भनौँ, आफ्नो बच्चाहरूप्रति कति माया छ भने मम्मीले भन्नुभएको छ हैन। तैपनि ठिकै छ गाइज, मलाई किन छैन। अब म जाँदैछु ल है त, बाई। आजको यात्रा चाहिँ कस्तो हुन्छ आजको ब्लग हेरेर मेरो भाइले भात खाँदैछ, मेरो हजुरआमा खुवाउँदै हुनुहुन्छ हैन। अब म चाहिँ बजार जाने हो साइकलमा, त्यहाँ मम्मीले पठाएको सामान लिन चाहिँ। अब त्यहाँ म पनि कहिले पुग्छु, त्यो गाडी पनि कहिले पुग्छ थाहा छैन साथीहरू। तैपनि म चाहिँ फोन गर्दैन घरमा, यस्तो सन्चो बिसन्चो पनि सोच्दैन। अनि मम्मीले आफैले फोन गरेर राख्नुहुन्छ, कस्तो छ छोरा, के गर्दैछस् भनेर छैन। म चाहिँ अहिले रोडमा पुगिसकेँ। अनि अब यस्तै छ हाम्रो गाउँको बाटोघाटो भन्नुभयो हुन त। अब ठिकै छ हैन। आज म एउटा सानो कामका लागि निस्किएको छु, तर अलि मन भारी जस्तो छ, किनभने म के लिन जाँदैछु भन्ने थाहा छ, तर त्यो कति ठुलो कुरा हो भन्ने अझ बुझ्दैछु। आमाले पहाडबाट केही पठाउनु भएको छ, के हो भन्ने मैले सोधिनँ। उहाँले पनि खासै भन्नु भएन, बस यति मात्रै भन्नुभयो, बाबु लिन जानु है भनेर। 2-3 महिना अगाडि पनि पठाएका हुन् पहाडबाट मम्मीले हैन मेरो लागि भनेर। गाडीमा भाडा तिरेर हैन 200 रुपियाँ हैन। अब के पठाउनु भनेर अहिले नाम भन्नु भएन हैन गाइज। त्यही भयो, त्यही पनि मैले त्यो 2-3 महिना अगाडि भ्लग सुरु गरेको थिएन, त्यही भएर भ्लग बनाएन हैन। आज भोलि चाहिँ हाम्रो भ्लग स्टार्ट गरेको छु, त्यही भएर भ्लग बनाएको गाइज हैन। अब मेरो चाहिँ डेली भ्लग आउँछ हैन, डेली हेर्न सक्नुहुन्छ। मलाई फलो गर्नु होला गाइज। आज त पुरै बजार चाहिँ बन्द किन होला, म ढिलो आएको मतलब कि अहिले अहिले दोकानहरू बन्दै छन् हैन बजारमा। आज चाहिँ सुनसान छ, किन होला खै थाहा छैन। कहिले काहीँ आमाले धेरै कुरा भन्नु पर्दैन, थोरै शब्दमै पनि धेरै माया लुकेको हुन्छ। म सोच्दैछु के पठाउनु भएको होला, कपडा होला कि केही खानेकुरा होला, तर जे भए पनि त्यो सामान होइन, त्यो त आमाको सम्झना हो।
हामी छोराहरू धेरै कुरा बुझ्न ढिला गर्छौँ। आमा भने हामीलाई बिना भनाइ बुझिरहनुहुन्छ। सायद अहिले पनि उहाँले मलाई सम्झिरहनु भएको होला, मेरो बाबु कस्तो होला भनेर। म पनि कति अजिब छु है, फोन गर्न ढिला गर्छु, माया गर्छु भन्न पनि सक्दिनँ। तर यो लिन जाँदा मनभित्र धेरै कुरा चलिरहेका छ। साँचो कुरा के हो भने हामी जति टाढा भए पनि आमाको माया कहिल्यै टाढा हुँदैन। अब म आइपुगे त्यो आमाको माया लिन। सायद आमाको सम्झनाले मेरो मन आज धेरै नै पग्लिरहेको छ। मैले जे भए पनि आमाको लागि धेरै गर्न सकु, आमालाई खुसी राख्न सकु, आमाको लागि धेरै गर्नु छ है। मेरो आमा नै मेरो लागि संसार हुन्। आमा भनेको छँदा कदर गर्नुपर्छ। पछि भोलि डाँडा पारेको घाम भइसकेपछि है हामीले पछुतो मान्नुको कुनै अर्थ नै हुँदैन। त्यही भएर अझ आमाको लागि केही गर्नु छ हैन। आमा भनेको देउता हुन्। आमाको लागि धेरै गर्नु छ, त्यही भएर हैन। म चाहिँ बजारमा पुगेँ। त्यसपछि हैन त्यहाँ बसिरहे, गाडीहरू हेरिरहे, कुन चाहिँ गाडीमा पठा होलान् है सामान भनेर। त्यहाँ गाडीहरू आउँथे जान्थे है, मलाई मान्छेहरू हेरिरहन्थे। किन यसरी यहाँ पर्खेर बसेको होला कसलाई भनेर। म चाहिँ नयाँ नयाँ गाडी आउँथे हैन, जान्थे। म चाहिँ हेरिरहन्थे खै आउलान् कि मेरो मम्मीले सामान पठाएको गाडी भनेर। यता उता हेरे, बसिरहे। अनि त्यसपछि चाहिँ त्यहाँ हेर्नु थाले, खै त्यो गाडी हो कि कुन गाडी हो भनेर। अनि त्यही गाडीमा रहेछन्। तर हाम्रो साथी हुनुहुन्छ गाइज हैन, हामी सँगै एउटै स्कुलमा पढ्छौँ हैन। खाली टाइममा यसमा पनि जानु हाम्रो बुबु चाहिँ गाडी हाइटमा हुनुहुन्छ त्यही हैन। त्यही भएर ढुक्का चाहिँ हुनु भएन, त्यो मम्मीले भनेको सामान किन्नु अहिले सबैलाई साइडमा राख्नुपर्छ अनि घर जानुपर्छ। गाइज जब यहाँबाट म चाहिँ घर जाँदैछु, घरमा गएर खोलेर देखाउने के चिया छन् भनेर गाइज। ल है त, ल बाई बाई। मम्मीले दिएको सामान लगेर चाहिँ घर जान लाग्छु है। अब यता बस्नु पनि भएन बढी हैन। यताबाट म अब घर जान लाग्छु गाइज हैन। अब ढिलो हुन लाग्थ्यो, त्यसैले अर्को ठाउँमा हो क्या फुपूको घर हैन। त्यही भएर अब एक्लै थिएँ हैन। हाम्रो घर पनि आज कहाँ जाने हो नि त। अब यताहरूले साइकल चलाएर है, एउटाहरूले चाहिँ भ्लग बनाउँदै गइरहेको छु। यता चाहिँ त्यो उखुको जुस हुन्छ नि, त्यो जुस बन्दैछ हैन।
घर पुगिसक्यो तल खाएपछि मध्य घुटेकी बाजी कमले बजीले उसले आउनु अनि काफल पनि छ अनि यसमा कोरियल भन्छन् नि गाउँको कोरियल पनि छ गाइज हैन यसमा चाहिँ दही भयो हैन यो चाहिँ भात पकाएर दिनु भएको छ दुध हालेर यसमा चाहिँ काफल छन् सेन्टरप्रेस्ट कोरियल छन् यो चाहिँ धुलो छ हैन गाइज अनि यो चाहिँ लिउडा छन् हैन यो सबै पठाउनु भएको छ गाइज त्यो पठाएको होला हेलो गाइज सबैलाई चाहिँ आजको भ्लग मेरो कस्तो लाग्यो हैन आजको भ्लग मन पर्यो भने लाइक कमेन्ट शेयर गर्नु होला गाइज बाई बाई आजको भ्लग चाहिँ कस्तो लाग्छ लाइक कमेन्ट